नमस्ते, आशा गर्छु तपाईँहरू सबै ठिकै हुनुहुन्छ होला भनेर है। धेरै दिन बादमा यो भिडियो बनाउँदैछु है। तपाईँहरूलाई मन पऱ्यो भने लाइक गरिदिनुहोस् होला। तपाईँहरूसँग म सन्त कबीरदासको एउटा दोहा सुनाउन जाँदैछु है। मलाई चाहिँ साह्रै मन पऱ्यो, किनभने हामी मनुष्य जाति चाहिँ साह्रै सेल्फिस हुन्छ र हामीले चाहिँ अरूलाई नै नराम्रो सोचिरहेको हुन्छौँ है। अब हामीले चाहिँ नेक्स्ट क्वेसन चाहिँ गर्दैनौँ, फर्स्ट क्वेसन गर्छौँ। त्यसले मलाई के कल नगरेकोलाई म पनि गर्दिनँ। अब उसलाई मन परेन होला नि त कल गर्नु, गरेन नि त होइन, आफूले कल गर होइन, त्यो त हामीले गर्दैनौँ नि त। हाम्रोमा एउटा रिस बसिरहेको हुन्छ, एउटा जेलेसी बसिरहेको हुन्छ है, इगो बसिरहेको हुन्छ है। नेक्स्ट फेरि अब मलाई पढ्दा मात्रै यस्तो हुन्छ, कोही पनि आउँदैन, म त सबैकोमा जान्छु। अब हामीले नेक्स्ट क्वेसनै गर्दैनौँ, त्यसको परिस्थिति राम्रो थियो होला त, त्यो भएर त आएन होला भनेर सोच्दैनौँ है। अब हामीले चाहिँ आफूलाई चाहिँ यस्तो इन्सर्कल गरेको छौँ कि म कन्टेन्ट भयो भने, म सेटिस्फाइड भयो भने, म खुसी भयो भने हुन्छ, पुग्छ है। अब विचार गर्दैनौँ कि सेकेन्ड पार्टीमा परिस्थिति के छ भनेर है। र यो दोहा म तपाईँलाई सेयर गरिरहेको छु है। बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुट्टाको भेट। बन्दर क्या जाने अदरक का स्वादले पनि यसलाई ठिक मिल्छ है। अब ठिकठाक भनौँ न है। बुरा जो देखन में चला, बुरा न मिला कोई, जो देखा दिल अपना, मुझसे बुरा न कोई। सबैभन्दा चाहिँ नराम्रो पृथ्वीमा चाहिँ म नै रहेछ, म शब्द नै रहेछ। यो दुवाले भन्छ कि म त साह्रै राम्रो लाग्यो। हामीले आफ्नो विचार बदलेनौँ भने, हामीले आफ्नो सोच बदलेनौँ भने हामीले सधैँभरि अरूलाई नराम्रो देख्छौँ। आफू भलो त जगत भलो है। त्यही भनेर चाहिँ अब हामीले आफूलाई चेन्ज गरौँ है। तपाईँहरूलाई दोहा मन पऱ्यो भने म पनि खुसी हुन्छु, तपाईँहरूले पनि सेयर गर्नुहोला। हाम्रो नेपालीमा गीत छ नि, फुलको आँखामा फुलै संसार, काँडाको आँखैमा काँडै संसार। Thanks for watching.